2038 साल जेठ 24 गतेको त्यो यात्रालाई बुझ्नुपर्छ। काठमाडौँको टेकु स्थायी घर भएका भण्डारी परिवारका दुई छोरीहरू 18 वर्षकी नमिता र 15 वर्षकी सुनिता आफ्नी काकी 26 वर्षीय निरा पराजुलीसँग जेठ 24 गते पोखरा पुग्छन्। उनीहरू पृथ्वीनारायण क्याम्पसको नजिकैको एउटा घरमा पाहुना बस्छन्। त्यो बेलाको पोखरा अहिलेको जस्तो झिलिमिली थिएन, अलि एकान्त र शान्त थियो। त्यही एकान्त र शान्तमा एउटा ठुलो षड्यन्त्र लुकेको थियो। जेठ 27 गते बुधबार उनीहरू पोखराको रातो पहिरो भन्ने ठाउँमा पिकनिक खान जान्छन्। त्यही समयमा दरबारका सदस्यहरू र शक्तिशाली दरबारीहरू पोखरामा देखिएका थिए। साँझ छिपिँदै गर्दा ती युवतीहरूलाई सरकारी नम्बर प्लेट भएका गाडीहरूले पछ्याइरहेको स्थानीयहरूले देखेका थिए। त्यो रात के भएको थियो कसैलाई सुइको भएन। 2 दिनपछि अर्थात् जेठ 29 गते नमिताको शव अर्धनङ्ग अवस्थामा सेती नदीमा भेटियो। त्यसको 9 दिनपछि असार 6 गते सुनिताको शव पनि फेला पर्छ। अब यहाँबाट ठुलो चलखेल सुरु हुन्छ।